सम्पूर्णमा नमस्ते है। मेरो नाम चाहिँ सानु कार्की, घर धनकुटा, महालक्ष्मी नगरपालिका, वार्ड नम्बर 3। म तपाईहरुलाई एउटा अचम्मको कुरा भन्न गइरहेछु के। म चाहिँ अहिले 30-31 वर्ष पुगिसकेँ हैन। म 2-3 वर्षको हुँदाखेरि हाम्रा आमा बुवा र महालक्ष्मी नगरपालिका वार्ड नम्बर 3 का स्थानीय बासिन्दाहरूले चाहिँ धर्मदेवी नगरपालिका सङ्घ सभाको मुडे संसारदेखि महालक्ष्मी नगरपालिका वार्ड नम्बर 4 चानुवासम्म 12 किलोमिटर सडक चाहिँ कुटो कोदालोले फुका चिउराहरू खाएर खन्नु भएको सडक हो। यही सडक हो। यो सडक चाहिँ अहिलेसम्म पिच भएको छैन क्या। लगभग यो सडक खनेको 28-29 वर्ष भइसक्यो, तर अहिलेसम्म पिच भएको छैन। त्यहाँका राजनीतिक पार्टीहरूले सबै पार्टीले जितिसके। माओवादीले जितिसक्यो, कांग्रेसले जितिसक्यो हैन, एमाले जितिसक्यो, यो राप्रपाले जितिसक्यो, सबै पार्टीहरूले जितिसके। तर यो सडकको हालत चाहिँ बेहाल छ। यिनीहरूलाई चाहिँ यो सडक चाहिँ एउटा दुध दुने गाई भइरहेछ क्या। यो सडकलाई देखाउने, चुनाव उठ्ने, त्यहाँका जनताहरूको आँखामा छारो हान्ने, पिच गर्छु भन्ने। जब चुनाव नजिकै आयो तब के अरे 2-4 वटा टिफरमा आधाभन्दा बढी माटो र अलिकति गिटी ल्याएर छरिदियो, त्यहाँको जनताहरूको आँखामा छारो हान्यो। त्यति मात्र काम भइरहेछ, अरू केही पनि भएको छैन। जो चाहिँ चुनावमा उठे उनीहरूले आफ्नो दुनो मात्र सोझ्याउने काम भइरहेछ क्या। यी मेयर उपमेयरको त झनै कुरै छोडिदेऊ हैन। तिमीहरूलाई अलिकति लाज शरम लाग्छ भने हैन, त्यो गाउँमा जाँदै नजाऊ क्या भोट माग्दै। अब त्यहाँका जनताले तिमीहरू लात हान्छन्, बुझ्यौ के अरे। जब चुनाव आयो तब फेसबुकमा चाहिँ के अरे एउटा कहाँ सडकको एउटा उसमा उभियो, फोटो हालो, यस्तो गर्यो उस्तो गरौँ भन्ने हाल्ने हैन। त्यहाँको सडकको मात्र हैन, त्यहाँको अस्पतालमा शुद्ध के अरे औषधि पाइँदैन क्या। त्यहाँ के अरे एउटा 5 रुपियाँको सिटामोल किन्नका लागि चाहिँ यो 1000 रुपियाँ खर्च गर्नुपर्छ क्या त्यहाँका व्यक्तिले। त्यस्तो छ हालत। अनि यिनीहरूलाई के का लागि भोट दिने हैन।